यो भन्छ नि नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कसको अनुहार भन्ने एउटा हाम्रो नेपाली उखान छ नि। अब प्रधानमन्त्रीज्यू दलले भने पनि मान्नुहुन्न, सभापतिज्यूले भने पनि मान्नुहुन्न, उहाँ संसदमा आइदिनुहुन्न, तपाईँलाई उहाँको बचाउ गरेर हिँड्नमा फुर्सद छैन। जनताको कुरा चाहिँ कसले बोक्छ? दुईटा कुरा तपाईँलाई स्पष्ट बुझ्नुपर्ने कुरा के हो, अहिले उहाँले पनि बोलेको र तपाईँलाई प्रश्नमा पनि भनेको प्रधानमन्त्री सभामुखले भनेको मान्नुहुन्न, मान्न पर्दैन। किन पर्दैन? संसदप्रति उत्तरदायी हो, यही हुनु मैले पर्दैन। शक्ति पृथकीकरणको सिद्धान्त अन्तर्गत सदन एउटा पाटो हो, संसद एउटा हो, सरकार अर्को हो। त्यो कार्यपालिका हो, त्यो यो कार्यपालिका हो, यो व्यवस्थापिका हो। एउटाले अर्कोलाई भन्या मान्ने र नमान्ने भन्ने विषय होइन, यो कुनै घरको तर संसदले बोलाउँदा उहाँ जवाब आउनुपर्छ। यस भने संसदले बोलाउँदाखेरि आउने भनेको बोलाउँदा मैले फोन गरेर राजन दाई साँझ खाना खाउँ भन्नु र तपाईँलाई यो कार्यक्रममा बोलाउनु त्यो प्रक्रिया हो। उहाँले बोलाउनु भयो, बालनजी भेटौँ भन्नुभयो भने जति बेला पनि भेट्न पाइयो। विधि र पद्धति अनुसार आउने सन्दर्भमा संसदको एउटा नियमावली छ। संसदको नियमावली भयो प्रधानमन्त्री नभए प्रधानमन्त्रीले तोकेको मान्छेले जवाफ दिन सक्ने छ भनेको छ भने कानुनी रूपमा कानुनमा टेकेर कानुन सम्मत गरेको सन्दर्भलाई बलबिचाइ गरेर केटाकेटी रोइलो गरेर प्रधानमन्त्रीले हेर्न पर्यो चाहियो भन्ने कुरालाई त्यो एउटा ढङ्गले छलफल गर्न सकेन।